आङ सान सुची बाबा आन सान र आमा खिम्चीको सन्तानको रूपमा जन्मिनुभएको हो। आङ सान सुचीको जन्म सन् 1945 जुन 19 मा भएको थियो। आङ सान जो उनका बुवा थिए, उनले तत्कालीन बर्मालाई देशको सेना र बर्मालाई तत्कालीन ब्रिटेनबाट स्वतन्त्र देशमा स्थापित गर्न अहम भूमिका खेलेका थिए। मोडर्न बर्मा बनाउन उहाँको योगदानलाई ठूलो रूपमा हेरिएको छ। सुचीका आमा खिम्ची तत्कालीन बर्मा स्वतन्त्र भएपछि नवगठित सरकारको तर्फबाट बर्माको उनी नेपाल र इन्डियाका लागि एम्बेसडरको रूपमा नियुक्त भएका थिए। सुचीले आफ्नो अध्ययन नेपाल र इन्डियादेखि पुरा गरेकी हुन्। लेट्स भिजिट टु नेपाल पुस्तकका लेखिका, पूर्व म्यानमारका नेत्री, नोबेल विजेता, म्यानमार लोकतन्त्रका लागि आवाज बुलन्द गरेकी लोकतन्त्रकी अग्रणी। सन् 1991 मा नोबेल पुरस्कारबाट सम्मानित हुनुभएका आङ सान सुची मानवाधिकारको लागि आवाज उठाउँदै नोबेल पुरस्कार विजेता बनेकी थिइन्।